हामी चाहिँ अब यहाँबाट उता उता बजारतिर साइडतिर जान्छौँ मार्केट एरियातिर सिटी एरियातिर अब जान्छौँ शिवको स्ट्याचु अनि जापान स्टुपा कता कता जान्छौँ हामी महेन्द्र क्याफे चमेरो गुफा सबै जान्छौँ ल गइहालौँ ल अनि हामी राति मुभी पनि हेरिदिन्छौँ होला सकेसम्म है सो वेलकम ब्याक टु माई युट्युब च्यानल आयो सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि एकदम बवाल्ने समय छ अहिले चाहिँ हामी यहाँ बेसी सहर छौँ हामी यहाँबाट चाहिँ पोखरा जान लागेको पोखरा आज र भोलि रमाइलो गरेर अनि भोलि बेलुका नाइटमा चाहिँ काठमाडौँ फर्किन्छौँ सो त्यही हो हामी काठमाडौँ पोखरा जाँदैछौँ हामी सो गाइस हामी यहाँ ब्रेकफास्ट गर्नको लागि कुन ठाउँ हो यो कता छैन बन्दीपुर सो बन्दीपुर अब एकछिन हामी ब्रेकफास्ट गर्छौँ सो हाम्रो ब्रेकफास्ट सो गाइस वी आर हियर एट नेक्स्ट साइट फाइनली हामी कस्तो दुखिरहेको छ हामी चाहिँ यहाँ लेग साइडमा बनाउने ल ए फोनबाट दामी आउँछ कि यसबाट आउँछ यार यसबाट कार्गो आउँछ तर पनि बनाइदिउँ है यसबाट बनाइदिउँ प्लस आवर फ्रेन्ड नामग्याल मान्छे हराएको सूचना गाइस उयो साँच्चै कहाँ गयो नामग्याल ऊ बाध्यो है रुख सो हामी अब यहाँ होटल खोज्नुपर्ने हुन्छ अनि आज र भोलि चाहिँ यहाँ फुल रमाइलो यहाँ पोखरामा के छ सब हेर्नुपर्ने हुन्छ कि नै सो ए टु जेड एन्ड देन हामी काठमाडौँ ब्याक हुन्छौँ सो गाइस त्यही हो हामीले भाडा दिनु पऱ्यो भन न त्यो नि यार भाडा के को भाडा पनि दिनु परेन हामीलाई त्यहाँबाट यहाँसम्म आएको चिने मान्छेको भेट्यौँ भनेर खैरे सबै हामीले चिनेको त हो है हामी अब नामग्याल हामी ट्याक्सीमा जानु पर्दैन यहाँनिर यता जाऊँ अनि यसो हेरौँ पहिला हामीलाई एसी भएको छ मैले स्कुटर लिनु पऱ्यो पहिला स्कुटर बुक गरौँ अहिले त्यो होइन यो ब्याग राखेर बुक गर्नुपर्छ यतिकै कहाँ राखेर म इन्डिया गरौँ त इन्डिया गरौँ इन्डिया गरौँ सजिलो पर्छ है लोटस इन भन्ने एउटा छ पहिला बसेको भन्छ सो हामी होटल कहाँ बस्ने भन्ने यहाँ प्लान हुँदैछ हाम्रो राम्रो छ ल जाउँ ल सिधै गइदिउँ ल ट्याक्सी राम्रो हुने ठाउँ कति हो 400 अनि प्रोसेस लु त समात त यस्तो कि सामान हाल्दै गाइस ट्याक्सीमा यार हामी अलिक भ्लगिङ गरौँ न यार राम्रै छ हो क्यामेराम्यान तिम्रो सो बस कस्तो गर्मी यार लास्ट गर्नु भनेको सोधा त बोलाउ न अनि एउटा चाहिँ एउटा त्यो एउटा यो होला एउटा यो एउटा त्यो दुईटा एसी भएको के गर्ने कति पहिला भन्नु त अलिक ठुलोलाई छ नि अहिले ठुलो छ है भइहाल्यो त हेरौँ न तर मुभी हेर्न जाने है हामी जाने हो हेरिसकेको भर्खर आउनु लाग्यो हेरिसक्यो अरे आउटडोर टुर भनेर टु वान त यस्तै भयो हुन्थ्यो कि हुन्छ हेरौँ
यो त टाँसेर यहाँ सुधा हुन्छ यो गाइदिएर त पुग्छ भाइ यो त पुरै एक यहाँ जोड्ने हुन्छ हुन्छ दिदी अनि कसरी कति छ दिदी मिलाएर गर्नु न किन 3टा ब्याग बोकिदिएको छ आज वाह ए वाह सो हाम्रो यही होटलमा पिक भइसक्यो एन्ड देन आज हामी रमाइलो म यस्तो दामीसँग नुहाउँछु नि राम्रोसँग नुहाउनै पाएको छैन क्या सो हाम्रो रुम यो मलाई यो सन्देशलाई यो शिशिरलाई ढिलोढाइ बिचस न अब म यस्तो नुहाइदिन्छु यार यस्तो नुहाउनु मन लागिरहेको छ नि मलाई यतिबाट तलतिर त नुहाएको तातो पानी हालेर टाउको हाल्नै सकेन अनि हात मात्रै नुहाएको ऊ त्यो चलिरहेको छ कि क्या सो गाइस हामी अब एकछिन कता जान्छौँ हामी अब जान्छौँ शिवको स्ट्याचु अनि जापानिज स्टुपा कता कता जान्छौँ हामी अनि के अरे महेन्द्र क्याफे चमेरो गुफा सबै जान्छौँ डेभिड फल ल गइहालौँ ल भाउजूको पनि बाउजूको गुफा ओइ लक गरेर है यो लक गरेर कहाँनिर अर्को हाम्रो अन्डीको गुफा सो गाइस अब हामी घुम्न गइरहेको सो हामी कता कता जान्छौँ थाहै छैन आज सो गाइस हामी पुम्दीकोटको यो कहाँ शिवको मूर्ति कस्तो बवाल यो त पहिला थिएन हौ म आएको बेला योवाला थिएन यताको ऊ त यता यो थियो कि बनाउँदै थियो होला म कस्तो बवाल बनाएर रहेछ हे गाइस फाइनली कस्तो बवाल भएको रहेछ हौ पहिला म आएको थिएँ तर यस्तो राम्रो थिएन होला त्यस्तो लाग्छ मलाई चाहिँ हाल्दियो मा त्यो कारण मेरो आफ्नो टास्क थियो कि के हो सो गाइस कस्तो बवाल आएको हौ हेलो गाइस Oh my god. Nice. तो बस यार जी बस पापा कहाँ है? उधर है वीडियो में। बोले हामी सारङकोट जान्छौँ त्यतै होला सारङकोट मेबी कता थाहा छैन अब हामी निस्किहाल्छौँ हामी धेरै यहाँ बस्ने होइन एकछिन दर्शन गर्न आएको गइस अब हामी यहाँबाट जापानिज स्तूपा रिटर्न भइसक्यौँ जाँदैछौँ हामी अब हामी होइन जापानिज स्तूपा जान्छौँ त्यसपछि यहीँ बाटोमै पर्छ हाम्रो फरक छैन त्यति आज धेरै घुम्छौँ हामी रातिसम्म पोखरा हानिदिन्छौँ अनि हामी राति मुभी पनि हेरिदिन्छौँ होला सकेसम्म है अनि भोलि फेरि हाम्रो मुनि बसेर केही खाऊँ हामी त्यतिखेर मुभी टिकट यहाँबाट अन्नपूर्ण अनि माछापुच्छे यस्तो बवाल देखिरहेको छ बाट चाहिँ हामी जापानिज स्तूपा जान्छौँ अनि त्यसपछि हामी डेभिस फल्स अनि कहाँ अनि चमेर गुफा भयो अरू सारङकोट भयो अनि 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 हल 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 अनि अनि त्यति नै होला चमेर गुफा अनि ऊ महेन्द्र गुफा थाहा छ कति रहनुहुन्छ अलिक नजिक सो गाइस फेरि हामी चाहिँ यहाँ होटलमा आएर फेरि खाजा खाएर फेरि बाहिर निस्किनु लाग्यो है सो एकछिन बाहिर फेरि एकचोटि चलफल हान्नै पऱ्यो होइन के छ र सो हाम्रो भोलि फेरि 1 बजेको टिकट भइहाल्यो सो 1 बजे फ्लाइट छ हाम्रो सो त्यही गाइस
I am with my friend Ashish in Phewa Lake now. We are enjoying the view. See the view. क्या सीन है बवाल दामी. Ashish enjoying the view. Evening view now. Sunset view. यहाँ फ्याको ट्याक्क लेक साइड अलि माथितिरको लेक साइडमा छौँ. केटाहरू यहाँ छ, बाइक त्यहाँ छ एन्ड के भन त यार हाम्रो उहरूलाई सब्सक्राइबरहरूलाई किनभने सेफ ड्राइभ सेभ मनी Save money. नो एक्स्ट्रा गर्लफ्रेन्ड वान गर्लफ्रेन्ड इन होइन Only extra boyfriend. No. केटाहरूको बोयफ्रेन्ड हुन्छ एक गर्लफ्रेन्ड हुन्छ. केटाहरू काम नपाएर हिँडेको छ त्यही त. सत्य हो. आएछ फेरि. बेरोजगार बेरोजगार सब बेरोजगार घुम्न आएको कहाँबाट पैसा जुधेर हातन गाह्रो भएछ काकाबाट पैसा जुगाड गरेर अझ यतै बस्दिने हो. यता लगाएर बस्दिउँ म मस्त. हामी होटेलमा रेस्ट गर्दै यो होटेल यो हामी